चाहिँ अहिले यहाँ दशौँ रङ्गशालामा आइसकेका छौँ र म चाहिँ ड्रेस पनि मैले लगाइसकेँ म रेडी भइसकेको छु क्यान सी द क्राउड यति धेरै भिड छ यहाँनिर lots of people are here hi बुढो हजुर काम नगरे बुढीको कन्भोकेसन है त्यो भिड हो हामी चाहिँ सो हामी चाहिँ मम्मीलाई वेट गर्दैछौँ मम्मीहरू चाहिँ आइपुग्न लाग्नु भयो अरे उता नजानु न यति गर्छौँ न मम्मी चाहिँ हुन्छ कि केट्ने ल अब हेरौँ अब मेरो चाहिँ एसएमएस पनि आइसकेको छ कति काउन्टर नम्बरमा गएर सर्टिफिकेट कलेक्ट गर्नुपर्ने भनेर म चाहिँ अस्तिदेखिको वेटिङ गरेको थिएँ क्या कहिले एसएमएस आउँछ कहिले एसएमएस आउँछ भनेर जुन दिन चाहिँ हो त्यही दिन चाहिँ एसएमएस आउने रहेछ अघि भर्खरै निस्किनुभन्दा 1-2 घन्टा अगाडि भर्खरै मेसेज आयो कति काउन्टर नम्बरमा गएर चाहिँ सर्टिफिकेट कलेक्ट गर्नुपर्ने मम्मी पनि आइसक्नु भएको छ हामी चाहिँ लाइनमा लागिसक्यो मेरो चाहिँ फेरि टोपी पनि लुज टाइट छ त लाउँदा पनि हुन्छ यही लाउँदा पनि आफ्नो इच्छा अब टोपी चाहिँ लुज भएकोले गर्दा अलिक अप्ठ्यारो भयो टाउको ठुलो छ नि त ज्वाइँकोमा चाहिँ ठिक्क भयो यहाँको आजको कन्भोकेसन 50 कन्भोकेसन हो यो दशरथ रङ्गशालामा टोपी उडाउने मान्छे यहाँ छ मेरो नानी कहाँ छ यतापट्टि हुन्छ होला आफ्नो नानी बाबु आफ्नो नानी बाबुहरू यहाँभित्र फेरि फोन लाग्दैन एकछिन पछाडि जम 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 छिरियो हामी दशरथ रङ्गशालाभित्र छिरियो म्यानेजमेन्टको हेर्नु न यहाँनिर हेर्नुपर्छ कुन ब्लकमा जाने भनेर सो यहाँ चाहिँ अब यहाँनिर छ कुन ब्लकमा हो म्यानेजमेन्टको यो यसमा ओके सो यो चाहिँ अब अभिभावकको लागि एन्ट्रीको लागि टाढो यहाँसम्म हामी लाइनमा लागिरहेछौँ अब चाहिँ भित्र त्यहाँबाट भित्र यहाँ छिर्यो यहाँबाट अझै भित्र मेन भित्र छिर्न बाँकी छ अब FGHI ब्लक कतापट्टि हो ल यहाँ लाइनमा लाग्नु हजुर ल अभिभावकको चाहिँ यताबाट जाने हो ल अब हजुर यताबाट जानु म चाहिँ उतापट्टि गएँ ल ल गएँ म स्टुडेन्टको चाहिँ उतापट्टि लाइन लागिसकेँ टोपी पनि साह्रै लुज भयो त हौ गर्छ कि क्या हो टोपी खोलिन्छ अलिकसम्म लाउँछु कतापट्टि हो गेट बी यो चाहिँ इन्ट्रान्स हजुर हजुर उता बस्ने चाहिँ आफ्नो ब्लकमा हो अरे छिर्ने त्यताबाट लाइनमा अरे अब खोइ कता यता पनि लाइन छ उता पनि लाइन छ सबैतिर लाइन छ ए ल त्यही त लाइनमा अरे अब यता पनि लाइन छ उता पनि लाइन छ FGHI हो कता कता ब्लकमा बस्ने हो
सबै यही ब्लक हेर्नु होला ल म चाहिँ उतापट्टि जानु पर्यो व्यवस्थापनतिर सी ब्लकमा गएर बस्ने FGHI यसो पनि पाइन्छ होला यो पनि व्यवस्थापनै हो यही बस्नु पर्ला जस्तो छ यो व्यवस्थापनको FGHI जुन पनि बस्दा हुन्छ नि म चाहिँ अब यहीँ छिरेँ उता किन जानु अरूपट्टि बस्नु पर्यो अब मम्मीहरू कति टाइम लाग्छ छिर्नको लागि म चाहिँ सुरुमै बस्नु पर्यो बस्छु म चाहिँ सबै राखिदिएको यो रहेको छ माहौल भिड प्यारेन्ट्सहरू चाहिँ सायद तल होला के हो तलै नै होला प्यारेन्ट्सहरू चाहिँ जति पनि चेयर लगाएछ सबै तल हजुर मैले चाहिँ यहाँ साथी भेटाएँ एकजना उहाँ पनि एक्लै आउनु भएको रहेछ म पनि एक्लै नै भएँ ब्याचलरकै रहेछौँ हामी चाहिँ ल अब हामी सबै साथी भए त सँगै टोपी उडाउनु पर्छ यो चाहिँ मेरो भ्लगमा हो क्या हजुर भ्लग बनाउँछु म अब उहाँले पनि आफ्नो बेबी पनि ल्याउनु भएको रहेछ हस्बेन्डसँग आउनु भएको थियो म चाहिँ मेरो हस्बेन्ड र मेरो मम्मीसँग आएको छु उतापट्टिबाट अब आउनुहुन्छ हजुर यहाँ चाहिँ मेरो बुढी चाहिँ आउँदैछ यहाँनिर हेलो बुढी मलाई नि अच्छु आज त चिसो भयो किन यत्रो दिन चाहिँ गर्मी भइरहेको आज चाहिँ चिसो भइरहेछ फेरि हिजो गर्मी भएर आजको मैले चिसो भइरहेछ कस्तो साह्रो पातल होला नि त लुगा मैले ओर्ने गरेछु मैले यो स्वेटर लाएको छु त भित्र यो लाएको छु क्या म त ओर्ने गरेछु तातै भयो ल मान्छेको भिडभाडहरू रहेछ जम्मा हुँदैछ अब सबै ब्याचलरदेखि लिएर PhD सम्मको मास्टर आज कन्भोकेसन हो मान्छे अनेक क्रम जारी नै भइरहेको छ हामी सबैजना आइसक्यौँ सजिलो भइरहेछ म चाहिँ बुट लगाइरहेको छु साडीमा जुरो दोजो कतापट्टि हो अब लडेको अब काउन्टर नम्बर 47 पनि कतातिर छ मेरो 47 मा हो कलेक्ट गर्नुपर्ने सर्टिफिकेट आधी घन्टे लाग्यो वासरुमको लागि चाहिँ कार्यक्रम पनि सुरु भइसक्यो जस्तो छ वासरुम जानलाई यस्तो गाह्रो हिँड्नु चाहिँ अलिकति साह्रै गाह्रो भयो यहाँनिर दशरथ रङ्गशालामा चाहिँ बिचरा मेरो बुढो गाह्रो भइसक्यो होला म चाहिँ हिँडेँ मम्मी पछाडि आउँदै हुनुहुन्छ 2 मच भयो है साथै चाहिँ यहाँ चाहिँ एकदमै गाह्रो छ वासरुमको लागि चाहिँ अलिक मिलाउनु पर्ने हो व्यवस्था पनि यहाँनिर साह्रै गाह्रो बुढो वेटिङमा कतिखेर आउँछ बुढी भनेर गाह्रो भयो झोला खोइ झोला अर्को ब्लू झोला खोइ वहाँ माथि छ त
त्यहाँदेखि उताबाट सर्यो जहिले नै बोक्नुहुन्छ ल सबैहरूलाई आफ्नो सिटमा बस्नु भनेर चाहिँ यहाँ एनाउन्स गरिसकेका छन् स्टुडेन्टहरूलाई चाहिँ माथि आफ्नो प्याराफिटमा गएर बस्नु भनेर चाहिँ मेरो सिट चाहिँ त्यहाँ हो ल मम्मी बस्दै गर्नु है त म जान्छु माथि बस्न ल पुरै भिड मम्मी हो त्यहाँ तल हुनुहुन्छ त्यहाँ हुन्छ मम्मी म यहाँ छु खै जय आइपुग्नु भएन आइरहेका छन् कति बेरसम्म यहाँ बस्नुपर्ने हो हामीलाई चाहिँ कतिखेर सुन्नुहुन्छ भाषण चाहिँ दिइरहेको छ सुन्ने चाहिँ कोही होइन ठुलो भएर लाउने गाह्रो झरे गर्छ आइरहेछन् अहिले त पुरै गेट खोल्दैछ अरे जो पनि मान्छे आउन पाइरहेछ भनिरहेछन् यहाँ सुरुमा चाहिँ कार्ड देखाउनु पर्ने अहिले चाहिँ मान्छे धमाधम छिरिरहेछन् धेरै भिड भइसक्यो भिडले गर्दा टाउको पनि भइसक्यो मान्छेको भिड ह्याङ भइसक्यो अब त एक्लै भइसक्यो मान्छे अझै पनि आइ नै राखेका छन् किरासरी मान्छेहरू छ नि आएको है साथीहरू रमाइलो कोही साथीहरू आएर पनि गरेर मलाई अघि लागिसक्यो एक्लै भएर बोरिङ यस्तो साह्रो बोरिङ भएर चाहिँ मलाई त यहाँबाट निस्केर भाग्नु जस्तो भइसक्यो लास्टै अल्छी लागिसक्यो मलाई अनि यहाँ चाहिँ फोटो खिच्ने पनि व्यवस्था चाहिँ रहेछ भित्र क्यामेराबाट अनि फोटो खिचेको र फ्रेम सहित बनाइदिएको चाहिँ अनि 1500 अरे क्या कमाउने मौका यही हो दाजुहरू यही हो भन्दै लुटिरहेछन् कतिजना भ्याउँदैन बाहिर गएर फोटो खिच्न स्टुडियोमा गएर खिच्नको लागि चाहिँ अनि यहीँनिर चाहिँ टुक्काटुक बनाइदिएर चाहिँ फ्रेम सहित खिच्दो रहेछ अनि त्यसको चाहिँ 1500 अरे अब लास्टै गरौँ साथीभाइहरू आउँदा चाहिँ यसरी रमाइलो हुन्छ यसरी ग्रुपमा फोटो खिच्न पाइन्छ एक्लै आएपछि यसरी लाटाले पापा खाए जस्तो बसेर हेर्नुपर्छ सुवाहरू चाहिँ आफ्नो पोजहरू डिमान्ड गरेर राख्नु भएको छ यो ट्यु कहिले सुध्रिनेवाला छैन 1 बज्न आँटिसकेकोसम्म कार्यक्रम सुरु भएको छैन है बल्ल राष्ट्रिय गीत सुरु भयो 10 बजे बोलाउँछन् 1 बजे सुरु गर्छन् कहिले सुतिँदैन यो ट्यु त्यतिखेर आउने हो इधर सो फाइनली अब चाहिँ सुरु भयो कन्भोकेसन नेसनल एन्थम बजिरहेको छ अब चाहिँ यति सुरु भएपछि के हुन्छ पनि थाहा छैन अब मेबी सायद अब चाहिँ काउन्टर खुलाउँछ होला
यहाँनिर चाहिँ नेसनल एन्थम सँगसँगै पाठ पनि पढिने रहेछ बाहुनहरू बोलाएर स्वाहा खोइ के भइरहेछ सो फाइनली सबै भरियो प्याराफिटहरू सबै भरिएको छ अब सर्टिफिकेट चाहिँ कतिखेर बाँड्ने थाहा भएन सबै भिड यसलाई पछाडि राख्नु न यसलाई यो टिकालाई पछाडि राख्नु मेरोमा टाउकोमा यहाँ टाउको भन्दा ठुलो छ टोपी पनि अनि सक्यो पानी जाप हामी चाहिँ यहाँ सर्टिफिकेट कलेक्ट गर्न अब आइरहेछौँ यहाँ र भित्रपट्टि यो सर्टिफिकेट कलेक्ट गर्ने चाहिँ भिड चाहिँ धेरै नै भिड छ आयो होप्सो अब बिपिएको चाहिँ छैन होला त्यस्तो साह्रो कतापट्टि होला अब 47 गर हजुर बुझ्नु भएको थियो कि अनि ए मान्छे त धमाधमै लिइरहेछ हाम्रो चाहिँ कति टाइम लाग्ने हो बाहिरपट्टि हो त्यहाँ नम्बर हेरौँ न 42 यताबाट सुरु होला 44 त्यहाँसम्म त्यहाँ त छ होइन 45 यो हेर्नु त यो 46 हो ए 46 ए 46 47 अब 46 सम्म मात्रै छ त 47 यहाँ छ 47 यहाँ यिनीहरू रहेछ नि त है बाँदरहरू यिनीहरू पनि रहेछ नि त म चाहिँ एक्लै कोही पनि छैनन् भनेर के छ हालकामा तिमीहरूको कहाँ थियो तिमीहरू दुईजना मात्रै ल हाई भन तिमीहरू पनि कति बसी भेट भयो नि तिमीहरूसँग क्या म मात्रै आएर कोही पनि आएर नि यहाँ सर्टिफिकेट कलेक्सन लिने ठाउँमा अब अर्को पालिबाट क्लियर कहाँ भयो ल फाइनली सर्टिफिकेट पनि पायो यताहरू पायो यसको लागि यत्रो मेहनत यो त निकाला टाँसेछ है जुन फोटो हाल्दै त्यही फोटो गर्छु ल फाइनली सर्टिफिकेट पाएर फोटो खिचेर भिडियो बनाइ पनि सक्यौँ हामीले फाइनली इच्छा पुरा भयो हाम्रो 4 वर्षको मेहनत 4 कोभिडले गर्दाखेरि 5 भएन 4 वर्षको ठाउँमा 5 वर्ष गऱ्यौँ यत्रो गऱ्यौँ यो आयौँ यत्रो भिडभाडमा लाइन लागेर यति पाएर उडायौँ भयो सक्यो अब नि मलाई तर अघि लास्ट अल्छी लाग्यो होला कि मास्टरको पनि गर्ने यदि यही भयो भने चाहिँ यहाँ चाहिँ अझै पनि सर्टिफिकेटको यहाँ भिडहरू स्टिल जारी छ यो फोटो खिच्ने ठाउँ यहाँ फोटो खिच्ने ठाउँ यस्तो पर्दा यहाँ फोटो खिच्नु पर्छ मिनिमम पनि 1500 रुपियाँ विथ फ्रेम फोटो खिचेको पैसा त यहाँ दरो कमाइरहेको छ नि। ल
ल हामी यो चाहिँ बाहिर जाने ठाउँ क्राउड टु मच क्राउड यो चाहिँ बाहिरपट्टिको हो दोस्रो राङ्गाशाला पछि साइडको यहाँनिर चाहिँ फाइनली हाम्रो चाहिँ कन्भोकेसन पनि सक्यो फोटोसोटो पनि खिच्नु त खिच्यो अब कस्तो के कसो आयो केही थाहा छैन म चाहिँ ड्रेस पनि चेन्ज गरिसकेँ साडीमा आएको थिएँ अहिले म चाहिँ यहाँ पेन्टमा भइसकेँ हामी यहाँबाट निस्किनु लागेको भोक पनि अति नै लागिसक्यो 10 बजेदेखि कार्यक्रम भनेको 1 बजेदेखि सुरु भयो अनि सर्टिफिकेट लिँदाखेरि पनि टाइम लागि नै हाल्यो सर्टिफिकेट लियौँ त्यसपछि फोटो खिच्यौँ एन्ड देन अब हामी चाहिँ जाँदैछौँ यतिको लागि है यतिको लागि यत्रो मिहिनेत क्या के छैन मिहिनेत गर्नै पर्छ अब मास्टरमा हेरौँ के कसो हुन्छ अहिले चाहिँ यति नै भयो भोक पनि अति लाग्छ अब हामी खाना जान्छौँ अनि त्यसपछि निस्किन्छ सो हामी चाहिँ यहाँ पेपे पिज्जामा आएका छौँ यस्तो क्राउड छ ठ्याक्क अगाडि नै हो 10 रङ्गशालाको अगाडि नै छ यो बिल्डिङ चाहिँ सबैतिर यो पेपे पिज्जा भयो अगाडि कुन छ सबै प्याक छ बल्ल तल्ल हामीले यहाँ ठाउँमा भेटायौँ के नङटोक्नु भएको एउटा चाहिँ सबभन्दा नराम्रो भनेको त हातै धुन नपाइने भयो अब यतिकै हातै खानु पऱ्यो जब पनि टाइम पनि म्यानेजमेन्ट नै भइरहेको छैन बल्ल साडी खोलेर अलिकति फ्रेस भयो अन्त फर्स्ट टाइम मलाई साडीदेखि मलाई झ्याउ लागेको हो क्या जसले पनि साडी गर्थेँ फर्स्ट टाइम होला आज मलाई साडी मलाई अति नै टाइम लागेको हामीले चाहिँ अर्डर पनि दिइसकेका छौँ अब हेरौँ कतिखेर आउँछ हाम्रो अर्डर है भोक लागिसक्यो अति नै तपाईँहरू अलिक चाहिँ अर्डर भएको थियो हजुर पानेश्वरमा छ त्यो भनिदिइराख न कताबाट भ्याउँछ ल म भनिदिन्छु ल भिड डाक्टर प्रकाश यादव भित्र आएको कन्भोकेसनको लागि पुरै अझै पनि मान्छेहरू भित्र अलिअलि छँदै नै छन् तर अघि जस्तो चाहिँ भिड छैन तल हेर्नु खाली पनि भइरहेछ मान्छे सबै बाटोमा हिँडेर फर्किरहेछन् हामी पनि अब खाजा चाहिँ खाइसक्यौँ अब जाँदैछौँ घुम्नको लागि घुम्नलाई हामी जाँदैछौँ मेबी सायद हामी बौद्ध जान्छौँ होला आज चाहिँ मम्मी बुवाहरू चाहिँ हुनुहुन्न मम्मी बुवा चाहिँ उता मामाकोमा जानुभएको छ त्यही भएर हामी दुईजना मम्मी म र मेरो त्यहाँसम्म हामी बतायो सायद अब गोल्ड मेडलिस्टहरू मात्रै बसिरहेको होला नि गोल्ड मेडलिस्टहरूलाई दिन्छ नि त अनि त्यही भएर हामीलाई त जाने हो आफ्नो उठाउने हो निस्किने हो सुई जाने हो त्यो परिसर हामी चाहिँ हिँडेर जाँदैछौँ गाडी चाहिँ अलिक अगाडि आउँछ अरे त्यही भएर हामी हिँडेर अगाडिसम्म जाँदैछौँ आइपुग्यो हामी चाहिँ बौद्ध आइपुग्यौँ त्यहाँ अगाडि छ गाडी चाहिँ अगाडि खोल्दैछ अलिक आजदेखि चाहिँ फेरि मौसम पनि यस्तो हुनुपर्ने चिसो चिसोसम्म चाहिँ टक्क घाम लागिरहेको थियो गर्मी थियो आज चाहिँ पुस जनायो अलिक घाम लागेर चिसो भएर झन् झन् चिसो भयो त ल फाइनली हामी चाहिँ आइपुग्यौँ टिकट लिने हो त ए अन्ली टुरिस्ट टिकट चेकिङ टुरिस्टहरूको मात्रै टिकट चेकिङ रहेछ टुरिस्टहरूलाई लुट्ने पो रहेछ त ए हाम्रो चाहिँ होइन हाम्रो चाहिँ फ्री ल बौद्ध स्तूपा हामी यहाँ पनि मार्केटहरू चाहिँ छ
झिलिमिली पनि छ फोटो कता भित्र माथि जाने कताबाट हो माथि जाने चाहिँ कताबाट हो मान्छे जान्दिँदैन नि तल गइरहेछ नि त मान्छे हो र अनि के हो त जाउँ न त उताबाट कता थियो अनि कताबाट गइरहेछ नि त मान्छे माथि यहाँ छ क्या गुम्बाभित्र बजाएको सो गुम्बाभित्र चाहिँ साउन्डहरू पनि आइरहेछ हजुर एक चप्पल खोल्नु परेको रहेछ यहाँ आइसी मम्मी चिसो हुने भयो खुट्टा त मजा लाउनु मजा त हुँदैन केही हुँदैन त नि हौ के हुन्न भित्र गुम्बा हेर्ने छेउबाट हेरौँ जुत्ता खोल्नुपर्छ र ए पर्दैन होला यहाँ त खोलेको छैन तर छैन हामी चाहिँ यतापट्टि हेर्नु यहाँ बौद्ध कसैमा ए क्यामेराम्यान बनाइ पनि दिएर भरिया पनि बनाइदिएको मलाई चाहिँ फोटो खिच्नको लागि यो पनि हो यो पनि हो ओ उसको हुलिया यता हेर यसरी गर्नुपर्छ ल अब चाहिँ हामी यहाँबाट निस्किन लागेको यस हाम्रो बौद्ध पनि घुमघाम सक्यो जानुपर्ने ढिला भइसक्यो मार्नुहुन्छ अहिले हामीलाई छिटो जामा अब ल ओके ल